पुस्तान्तरण र रूपान्तरणको स्पष्ट सङ्केत राजनीतिक दलहरूमा नदेखिएको विश्लेषकहरूले टिप्पणी गरेका छन्। जेनजी आन्दोलनपछि पनि प्रमुख राजनीतिक दलहरूमा पुस्तान्तरण र रूपान्तरणको स्पष्ट सङ्केत नदेखिएको विश्लेषकहरूको टिप्पणी रहेको छ। आन्दोलनले उठाएको सुशासन, भ्रष्टाचार, नियन्त्रण र नेतृत्व परिवर्तनको माग पूरा हुन नसकेको निष्कर्ष निकालिँदा दलहरू पुरानै ढाँचामा चलिरहेका देखिन्छन्। काङ्ग्रेस सभापति शेरबहादुर देउवा पुनः सक्रिय राजनीतिमा फर्किएका छन् र प्रतिनिधि सभा चुनावमा उम्मेदवारी दिन तयारीमा रहेका छन्। त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा फेरि अध्यक्षका लागि दाबी गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड 3 दशकभन्दा बढी समयदेखि नेतृत्वमा यथावत रहेका छन्। विश्लेषक श्याम श्रेष्ठका अनुसार दलहरूमा अझै पनि राजतान्त्रिक हुकुमी शैली विद्यमान छ र शीर्ष नेताहरू कुर्सी छान्न तयार देखिँदैनन्। संविधानविद निलाम्बर आचार्यले भने परिवर्तन क्रमशः भइरहेकोमा दाबी गरेका छन्। दलभित्र गुट, उपगुट र असन्तुष्टि बढ्दै गएपछि धेरै दल विभाजन वा फुटको अवस्थामा पुगेका छन्। काङ्ग्रेस, एमाले, राप्रपा, जनमत, नागरिक उन्मुक्ति सहित धेरै पार्टीमा आन्तरिक द्वन्द्व देखिएको छ। जसपादेखि लोसपा, रासपा सबै दलमा नैतिक नेतृत्व परिवर्तनको अभ्यास कमजोर रहेको टिप्पणी राजनीतिक विश्लेषकहरूले गरेका छन्। जेलमा रहेका रासपा सभापति रवि लामिछानेले समेत पद नछोडेको उदाहरण दिँदै विश्लेषकहरूले दलहरूको कार्यशैलीमा असल शासनको आधार मानक नै नभएको बताइरहेका छन्। एमाले महाधिवेशन, काङ्ग्रेस महाधिवेशन र अन्य दलका आन्तरिक निर्वाचनहरूलाई पनि पुरानै नेता पुनः वैधता दिने पर्वको रूपमा हेर्ने गरिएको छ। सुशासन, पारदर्शिता र युवालाई नेतृत्वमा ल्याउने विषय अझै कार्यान्वयनको स्तरमा कमजोर देखिएको छ।